तर मे भेटौँ न आइज बरु चक्रै मजा आउँछ यार गाइस तँलाई भेटेर के गर्ने तपाईँको तेरो टाउको बिग्रेको छिरिन के मान्छे गर्नु 20 रोज हानौँ न Subscribe. कहिले कहिले यो एकछिन। लगाएर बस्न सुन न ए सुन मेरो कुरा ए सुन टक्क एउटा तँलाई मैले यो कपडा धेरै लगाएको देख्छु सेतो टी सर्ट यो कपडा लगाएर यस्तो यस्ता चाडा छन् चाडा हेर्छस् यस्तै गरेर चाडा मेरो एउटा यो। भयो त चार गाइस जितौँ न गाइस चुकेको चाक तेरो चाकै छैन गाइस यसको त हेर यो पनि यस्तै हो हेर आएको यार मजै हेर। लाग्यो यो पनि होइन दुइटा भयो होइन कता यता खायो कि यता हेर यो हेर न फेरि अझ ताने भन्ने मिस हेर है केम लगा मादो रे वेलकम देखा न राम्रोसँग पर सुरुमा अनि यो एउटा यता हेर कतिवटा छ त्यसरी नै यसरी झुन्डाएर देखाए सबै एकैचोटि एकै ठाउँमा गरेर एक दुई तीन अनि यो लास्ट डबल ट्याप गर न ओए राडी ए भन मुर्दार देखिस् तर जस्तो मैले राउडी छोरी जस्तो लाग्यो मान्दैछु खै जाँठो कतिलो जाँठो हाँस्छ अझै होइन गम नभएको डबल ट्याप गरौँ न गाई सबैजना लाइभ चाहिँ डबल ट्याप दाँत गर्दा एउटै लाएर बस्दै भन्छ माग्रे एउटा त लाउँछस् कुन त फेरि फेरि लाउँछस् अझ हेलो केही नै गाई सबैजना डबल ट्याप गरौँ न अन्त प्यान्ट पनि हेर्छ चाहिँ प्यान्टको पुरा गोदाम ल्याएर चल्यो मलाई टी सर्ट मात्रै धन्न कति 225 जति होला मैले मोबाइल किनेको त हिजो मोबाइल किने हिजो भनेर सुनाउँदै थियो किने होइन मलाई बिपीले मोबाइल ल्याइदिएको भन् डाइरेक्ट किने होइन बिपीले ल्याइदियो भन् अब 1 घन्टा मात्रै बस्छु अनि त इन गर्ने हो यहाँ ढाड दुखिरहेको छ मलाई फिजिकल हानेको ढाड दुख्यो भन् न ल तेरो बा भिसिकल रन्डा त्यो देखा तेरो मलाई हात देखा त भाइ बोयफ्रेन्डले कल गर्छ फिजिकल हान्छ एकछिनमा टोइलेट गरेर ल्यानमा स्टार्ट गर सोचाले प्लिज यार हो कि होइन भन् न हो ट्याक्सी गरेर म अहिले कल गर्छु के भन्छ अहिले एकछिनमा कल गर्छु न तपाईँ त्यहाँ अहिले मोडमा आउँदै गर्नु भन्छ तर मे भेटौँ न आइज बरु चक्रै मजा आउँछ यार गाइस 20 रोज हानौँ न गाइस ओ गाइस तँलाई भेटेर के गर्ने तपाईँको तेरो टाउको बिग्रेको छिरिन के मान्छे गर्नु 20 रोज हानौँ न के अरे कार्कीजी एक गेम जिताउनु न यार राम्रो यो लेभल लिएर नआउनु कि एउटा गेम हान्नु न अनि के खान आउनुहुन्छ मेरो लाइफमा मलाई ब्लक गरेर जानु काम छैन तपाईँको गाई सबैजना डबल ट्याप के गाई सबैजना डबल ट्याप मेरो यार कस्तो कान चिलाएर पुरै कानमा यहाँ एलर्जी आहा के यो कानको टप अलिक ठुलो भएछ टक्क टप्प भयो भने मजा आउँथ्यो पछाडि भाग ठुलो भएछ गाई सबैजना डबल ट्याप राज गरौँ न भन्नेले एउटा युनिभर्स हान्दैछ आरओसी भन्नेले टक्क त पिसी गर्ने होला पिसी हेर्न जान थ्याङ्क यू बिग्रेको मान्छे
बिक्रीमा उता पो गइसक्यो अझ यता आयो मात्र उता जानु भयो को उता हुनु त्यसो गाइस सबैजना डबल ट्याप गरौँ न पण्डितले म्याचमा कति सपोर्ट आउँछ है तर यतिकै बस्यो भने त सपोर्टै आउन थ्याङ्क यू जापान को त्यो खै को गाइस सबैजना डबल ट्याप को त्यो चुप्पा दिनु न मलाई चुप्पा चाहियो के बिग्रेको को त्यो? मान्छे बुढीहरू चुप्पा ए त्यही के त्यसलाई सबैभन्दा मनपर्ने भने होइन त्यही हो को मन पर्ने तँलाई मलाई सबभन्दा मनपर्ने भन्थिस् त त्यही हो क्या महाकाल वेलकम देखाएर है त्यही के अरे दीक्षा के दीक्षा को दिच्छे चिन्दैन म को दारे दीक्षा थ्याङ्क यू महाकाल गाइस अब जा भिसिकल गर्ने मजाले केटी होइन टक्क त्यो पलाई त्यो चिसा देखाइसकेर उसले अब नाटक गरिसकेर भिसिकल गर्ने सुरु बसेको तलबाट गर्दै नाटक एक्सर्साइज गर्छ के आने सर फिजिकल जानलाई ल भन्छ तैँले यति त्यो पलाइसे जा यो अहिलेको कप जा त्यो भिसिकल आइसक्यो जा अहिले त मेरो यहाँ एक गेम खेलौँ लास्ट अन्जामला लड्डु पुतली वेलकम यो लड्डु नि काम छैन बाबै छ्या वान मोर तँलाई गीत हान्ने तँलाई भिडियो कलमा तँलाई देखाउने ठिक महाकाल थ्याङ्क यू सो मच छिटो महाकाल आयो त्यो कारण एक गेम जान्छ भनेर ट्याक्स गरिसकेँ महाकाललाई मैले केही ट्याक्स गरेको पनि छैन ट्याक्स गरेको पनि छैन केही भने पनि छैन उसको मन जिताउँछ नजिताउँछ उनीहरूको कोइन हो उनीहरूको गोजीको पैसा हो जसलाई हान्न मन लाग्छ त्यसलाई हान्छ म त्यस्तो केही भन्दिनँ त्यो कति नै जिताउनु भयो त जिताइहाल्थेँ नि अघि नै अहिले पनि किन हारेँ त म हारेँ त अनि तै जितिरहेछस् त अघिदेखिबाट मेरो आइडी गएबाट लास्टै दुःख पाएको छु मैले नत्र भने त्यस्तो मेरो दिन यस्तो राम्रो थियो त्यो आइडीमा कहिल्यै गेम हार्थेन क्या एउटा न एउटा जहिले पनि सपोर्टर हुन्थ्यो त्यो आइडीसँग ओइ आइडी